आज हामी घुम्दा घुम्दै आज सिन्धुपाल्चोकको एउटा मलदिन हेऱ्यौँ। मलदिनको बारेमा केही जानकारी यहाँबाट पाऊँ। यहाँ त मान्छे नै हेर्नु भएन। दुईजना त बस्नु भएछ यहाँ। यो तल पनि बाटो एउटा गइरहेछ, बाटो पनि छ है। हेलो सर, के छ हजुर? ठिकै छ। यो म चाहिँ यही सिन्धुपाल्चोक आज भ्रमणमा आएको। अनि हजुर चाहिँ यो मलदिनको बारेमा के मलाई जानकारी दिन सक्नुहुन्छ? विशेष त जानकारी हामीहरूलाई पनि छैन, हामी पनि यहाँ नयाँ हो। तर यो चाहिँ मन्दिर बन्देउ भनेर ठाउँ चिनिने हो। अरू त खै खासै थाहा भएन हामीहरूलाई पनि। अनि सरको बसाइ चाहिँ कुन ठाउँ? मेरो बसाइ चौतारामै हो। हेलो सर, तपाईँ यो मलदिनको बारेमा अरू केही हेरौँ हामी है। यो यहाँ लेखेको त छ ईश्वर महादेव जोशी। मलदिन त एकदमै शान्त वातावरणमा छ। भगवान यहाँ एरिया पनि राम्रै हो। यो हामी चौतारा बजारमा तलतिर आएको मलदिन। फोटो खिच्नु। हामी दर्शन पनि गरौँ। जय